हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग अनि अहिले चाहिँ भइरहेको छ दसैँ चङ्गा खै कहाँनिर छ चङ्गाहरू चङ्गा होइन चङ्गाहरू त्यहाँ उडिरहेछ एउटा पहेँलो अनि एउटा चाहिँ हाम्रो पनि उडिरहेछ है नउडे त होइन उहाँ छ अनि उयो जुदाउन आइरहेको जस्तो पनि लागिरहेछ हामीलाई कता कता होइन खै उयो चङ्गा होइन ए नजिक अलि उता देखा उता पनि एउटा छ खै कहाँ गएन ओइ चङ्गै देखेन अनि ल त्यहाँ पनि एउटा छ ओइ कस्तो बिजुल चम्क्यार ल यसले पनि चङ्गा उडाइरहेको छैन केटा हो ल चङ्गा उडाउने मान्छे छैन के चङ्गा जुदाउने ल कस्तो भइरह किन ल है चङ्गा ल यिनीहरूलाई चाहिँ चङ्गा उडाउन आउँदैन गाइस कहाँ पुऱ्याएको चङ्गा पनि हावै नखाने बनाइदियो हावा लगाइरहेको हेलिकप्टर नि उडिरहेको छ दर्शक दिन आज वन ब्याक भ्यू राम्रो छ है चङ्गा छ त्यहाँ छ एउटा पर छ देख्ने हो कि नदेख्ने कहाँ हो खोइ नदेख्ने आइरहेको चङ्गा चाहिँ चङ्गा यता लान्छ हावै नआउँछ ल तामाङ सम्धि हो होइन यो त्यही त्यसकै ब्रान्ड त हो नि यो निन्द्रा लाग्यो यार त्यसरी पनि उडाउनु सक्छ है अब त हावा खाइरहेछ भने के खाइरह ओइ कस्तो चम्किरह आज बेलुका डेन्जर पार्नुपर्छ कस्तो लागिरहेछ भन्देऊ न तिम्रो भोलि के हो रे ल चेट भयो है एउटा चेट भयो जस्तो चेट भयो झऱ्यो एउटा ए होइन भएको छैन यहाँ दुईवटा जुदिरहेछ यहाँ एउटा छ यो हामीसँग जुत्न आइरहेछ हाम्रो यहाँ छ ए उताबाट नि आइरहेछ परबाट नि यहाँ आऊ न आरू छैन तिमीलाई तिमी भोलि के हुने होइन होला भोलि पनि आउँछ टिकाको दिन हामी गाइस मेरो जुतिरहेको छ है त्यहाँ ल मेरो भ्लगमा किन पछि आयो भन्ने के भन्नु म त्यहाँ जुत्ता देखाइरहेको छु क्या आजभोलि यहाँ भ्लग बनाउन मन नलाग्यो त होइन त्यही भने अलिअलि होइन अनि यसो कपालहरू त अलि कहिले जाँदा फेरि अर्कै लुक्समा देख्नुभयो होला हाम्रो चङ्गा पनि देखाइदिनु होला सबै भन्छ त्यो एउटा हो अब सब्सक्राइब हानेको छैन भने सब्सक्राइब हान्नु पऱ्यो होइन छिट्टै अब 500 चाहिँ पुगाउनु पऱ्यो सब्सक्राइब अनि त्यसपछि त्यो 1K बिस्तारै छ त्यसरी नै चङ्गा हावा जस्तो छ है केटा खैर दाइ कपाल डेन्जर भएको छ है कस्तो बोल्या छ अनि तिहार आउनलाई अब त्यस्तै 20 दिन जति बाइक थियो होला उसको कपाललाई चाहिँ अहिलेदेखि तिहार लगाइसक्यो झिलिमिली कस्तो त चङ्गा फेरि ल्याएर त्यता उडा त
त्यहाँ पनि झुट आयो क्या चङ्गा आयो भने ऊ यता नि 1 2 3 4 5 6 7 8 9 10 हामीले जुदा नआउने छैन ख्या भएर कलवन पलाएको छ नि खै चङ्गा कता यता छ चङ्गाहरू चङ्गा उडिरहेको छ यहीँ गर त दाँत हेर नि तिम्रो यहीँ गर न यहीँ गर न गर त एउटा चेट भइसकेको छ है त्यहाँ आम्मामा चङ्गा हेर्नु अब मुझे वाइल्ड देखेको ऊ त्यहाँ चेट भयो एउटा ऊ हेर्नु मुझे कति कति चङ्गा त त्यही त भने भन्दैछु त आइदिएछ कि अङ्ग्रेजी भाषामा होइन अब यिनीहरू पनि जुत्छ हेर ओए सँगै सँगै हाम्रोसँग चाहिँ हेयरलेस मारेर सिद्धिसम्म यस्तो मुझे लाटा चङ्गा एकल लाटा काट्यो चङ्गा त भन्नु मिल्दैन एकल काटेन हावै मुझे हाम्रोतिर कता कता चल्छ घुम्बी त खाइरहेको छ जुदाउने बेला काम लगाइरहेको छ राम्रै छ चङ्गा जहाँ भने त्यहीँ जान्छ अब हेर्नुहोस् हजुरहरू खानु यता यता भने यता यता हानिदिन्छु ऊ यता होइन अब तल भने तलै हानिदिन्छु म त्यो त मैले सबैले सक्छ कि उडाउन आउनेहरूलाई तल भने तलै हानिदिन्छु म होइन यसरी फेरि माथि त ल्याइदिइहाल्छु गाइस उडा उडा ल सँगै सँग ल अब चाहिँ दसैँ आयो न अहिले चाहिँ अहिले उडाउँदैछ र यहाँनिर चाहिँ भव्य रमाइलो भइसक्यो आएसँग यसो गीत 1 2 टा सुन्ने भयो सुन्ने ल ल ल गीत हाम गीत 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 ओ त्यो भाइ चङ्गा उडाइसक्यो गाई यता ल्याउँछ है ऊ यहीँ उडिसक्यो ओ भाइ धाएको छोड न धाएको छोड हाम्रो चङ्गा त कहाँ यसले उडाइरहेछ चङ्गा हो ओ उडायो ल केटा हो अहिले अब जुदाउन आयो भने जुदाउने हो ट्याक्क लाएर अहिले हेलिकप्टर आइरहेछ होइन ल त्यो पानी पर्ला जस्तो मौसम भइरहेछ दसैँ पनि ए त्यो जापानको चङ्गा जस्तो छ एउटा जापानको झन्डा खालको त्यो भ्याएन ल त्यो भाइको चङ्गै झऱ्यो ल चङ्गै झऱ्यो त्यो भाइको त्यही हो गाइस अब हामी चङ्गा गर्दैछौँ अब यहाँ चङ्गा आयो भने चाहिँ उयो चाहिँ आउँछ होला यार उयो नजिकको उ त्यो जुत्दैछ म अब चेत भएन टक्कला र यहाँ मनिक दाइ छ पैसा हाल 200 रुपियाँ हाल लाम होइन 200 कास उठाइ लाम भइहाल्यो होइन सबिन्छ है लाइक जेसको बोको छ यो चाहिँ फेरि आज टिकाको दिनमा हामी यहाँनिर भ्लग बनाइसक्यो होइन बिहान बिहान ठ्याक्कै यो खुच्चीले सम्झाइदिएर होइन अनि हिजो चङ्गा एउटा भ्लग पनि मैले हाल्नेछु यहाँनिर छ काले भाइ ऊ चिक चिक ल एकछिन आइरह त्यो चन्देश्वरी पुगिसक्यो र सब दसैँ आयो ल पिङखेमा आऊ यता फेद कहाँ अब हामी तक्कला भित्र छिर्दैछौँ तर त्यहाँ थानकोटको त्यो साथीहरू सोध्दै थियो थानकोटमा साथी छ गाइस हामी चाहिँ यहाँ भित्र आइसक्यो यहाँ चाहिँ लाइन धेरै छ त्यही भएर हामी भित्र छिर्दैनौँ है काले हो काले चाहिँ आज हल्का सेतो सेतो देखिरहेछ यो को केटी रहेछ ओ गाइस लाद लाग्यो त्यही हो ल अब एकछिन भेटौँला हामी घरतिर तल आएर है ल अब घर पनि ट्याग लाएर आइसक्यो अहिलेलाई चाहिँ होइन
त्यही हो होइन भयो निन्दा लगाइरहेछ अनि सबलाई ह्याप्पी दसैँ त्यही ल यस्तै छ दसैँमा पानी पर्छ जस्तो भइरहेछ है चङ्गा उडाउनु पर्ने गाइस त्यही हो भनिरहेछ बाई 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 तपाईँ त धेरै कालो आयो बत्ती पनि बल्दैन अनि जहिले पनि हामीले चङ्गा उडाएर यहाँनिर छ हाम्रो चङ्गा बल्ल तल्ल उडे एउटा यहाँनिर अड्क्यो अनि उहाँ चाहिँ उयो त्यो के भन्छ त्यो च्यात्या चङ्गा देखाइदियो त च्यात्या चङ्गा यो च्यातिरहेको छ गाई चङ्गा चाहिँ यस्तो छ है टेप सेप निकालेर केटा हो ट्यागको कौसिङ बस्दै होइन त्यही ल धागिसक्यो धागै छैन अनि ल दादा देख अब चाहिँ म उडाइन्छु है कस्तो नाटक गरेर बोल्नु मन लाग्छ कि मलाई तानु धागो तानु त्यो रुखमा अर्क्यो नि च्यात्यो छ अर्क्यो कहाँ जान्छ चङ्गा गाई हामीले चाहिँ चङ्गाको आँस छोडिदिइसक्यो त्यही भएर उयो त्यहाँ रुखमा अर्किसक्यो देखाइदिउँ नि निस्क्यो भयो चङ्गा चाहिँ यस्तो गइरहेको छ यस्तो छ गाइस अहिले चाहिँ हामी पिङ खेल्न जाँदैछौँ पिङ खेल्न जाँदैछौँ ट्याग गराएर कति बजी थाहा छ इट्स टाइम फर 10:46 त्यो ट्यागको चण्डेश्वरीतिर हामी पिङ खेल्न जाँदै होइन केटा हो त खोला यहाँको बाटो होइन त अनि ल केटाहरू त्यहाँ सबजना चाज म मात्र होला फेसमा चाहिँ होइन फेसमा के तान्नुपर्छ भने ए फ्रेसमा भने चाहिँ मै मात्र हो होइन यो चाहिँ मेरो साथी काले यो चाहिँ भान्जा अनि यो चाहिँ कर्मे ज्याकेट चाहिँ कस्तै सुहाएको मेरै भएर प्याक कुरा गर्नु पऱ्यो नि होइन ल त्यही हो र युट्युब च्यानललाई सब्सक्राइब हान्नु पऱ्यो क्या हो अहिलेको लागि चाहिँ बाई बाई हामी फेरि आरतीमा गएर भेट्नुपर्ने हुन्छ यहाँनिर कालो कुकुर ल यसले बाल लिएन हामीलाई भने रोक्यो चिलाइदिएर ल अहिलेलाई चाहिँ बाई